आज म नयाँ टिप्स एन्ड ट्रिक्स सिकाउँदैछु तपाईहरूलाई। मोइस्चराइजर लगाएपछि सिटिङ पाउडरले सेट गरिदिनुहोस्, तपाईँको मेकअप लङ लास्टिङ हुन्छ। कलर करेक्टर छैन भनेदेखि कन्सिलर लिनुहोस् र पिच कलरको लिपस्टिक मिक्स गर्नुहोस्। त्यसपछि हल्का हल्का हातले लगाउनुहोस्। यसले चाहिँ पिच कलर करेक्टरको काम गर्छ। फाउन्डेसन छैन भनेदेखि थोरै मोइस्चराइजरमा कन्सिलर मिक्स गर्नुहोस् र अप्लाई गर्नुहोस्। यसले फाउन्डेसनको काम गर्छ। ब्लसर छैन भनेदेखि पिच कलरको लिपस्टिक लिनुहोस्। ब्याक अफ द ह्यान्ड वार्म अप गरेर हल्का हल्का हातले लगाउनुहोस्। हाइलाइटर छैन भनेदेखि गोल्डन कलरको आई स्याडो लिनुहोस् र हल्का हल्का हातले लगाउनुहोस्। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो आफ्नो साथीभाइलाई पनि सेयर गरिदिनु होला र यो पेजलाई फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू।